भनेको थियो बटर लिएर आइज भनेको थियो मैले वाटर लिएर गइदिएँ अब यस्तो यस्तो हुन्छ हेलो गाइज वेलकम टु माई न्यू भ्लग आज चाहिँ म अब आइपुगेको छु कहाँ थाइल्यान्ड खाओलाक फुकेट भन्ने ठाउँमा आइपुगेको छु फुकेटबाट 1 hour 30 minute अगाडि खाओलाक भन्ने ठाउँमा आइपुगेको छु अनि म चाहिँ लेमेरिडियन होटलमा काम गरिरहेको छु लेमेरिडियन रिजोर्ट एन्ड स्पामा एज अ ट्रेनिङ 1 year इन्टर्नसिपको लागि आएको म होइन अनि त्यहाँपछि मेरो चाहिँ 1 महिना हुन लाग्यो आज आएको कति 10 तारिकमा आएको म आज 5 तारिक भनेपछि 25 दिन भयो म आएको चाहिँ यहाँनिर एज अ किचन ट्रेनिङ अनि त्यहाँपछि म चाहिँ हट किचनमा काम गरिरहेको छु अहिले एज अ इन्टर्नसिप अनि त्यहाँपछि आज चाहिँ मेरो बिदा थियो होइन आज र हिजो दुई दिन बिदा थियो अनि आज चाहिँ मैले यहाँ भ्लग बनाइरहेको छु होइन देखियो अब आज चाहिँ मेरो बिदा छ अब कति बजे यहाँनिर भन्दाखेरि यहाँनिर 11 बज्यो भनेपछि अब म चाहिँ ठ्याक्कै 11 बजे चाहिँ वहाँनिर हाम्रो होटलमा चाहिँ के हुन्छ खाना खाने टाइम हुन्छ अनि त्यहाँपछि खाना खाने टाइम भएपछि हामी अब हामी चाहिँ दुईवटा साथी चाहिँ अब खाना खान जान्छौँ होइन खाना खाएर अब 5 मिनट लाग्छ यहाँबाट 5 to 7 मिनट लाग्छ घाम चाहिँ खत्रै छ अब योमा चाहिँ अहिले गर्मी छ गर्मीमाथि पनि घाम छ घाममा नि कालो लुगा लाएर गइरहेको छु खाना खान भनेपछि कति घाम होला सोच्नु तपाईँहरू नै 31-32 डिग्री छ अहिले त्यति धेरै पनि छैन 31-32 डिग्री छ त्यहाँनिर तर घाम चाहिँ खत्रै लागेको छ र हामी चाहिँ खाना खान जान लागेको होटेलमा अहिले चाहिँ हामी रुममा छौँ रुमबाट 5 मिनट लाग्छ होटेल जानको लागि अनि हामी चाहिँ खाना खाएर ल के कस्तो हुन्छ देखाउँछ है त मैले भने त्यहाँ मस्त ग्रिलिङ गरेको है सिनेमेटिक गर्नुपर्छ क्या यो रात नेपाली 5 नेपाली युवा नेपाली एउटी पनि नेपाली खाना चाहिँ खत्रै छ खाना चाहिँ खत्रै खान्छ नि केटाहरूले जे भए पनि दोस्रो त्यो किनेर एउटा यहाँ लगाउने क्या बरु यस्तो लगाउने ल हामीले चाहिँ अब खाना खायौँ अब खाना खाएर हामी चाहिँ अब कोठामा जान्ला है अब आज नि छुट्टी हिजो नि छुट्टी अब भोलिबाट फेरि 12 बजेबाट काम गर्न आउनुपर्छ खाना चाहिँ ठिकै छ खाना यति भेट्नु राम्रो पनि छैन राम्रो छ हाम्रो चाहिँ रुम होटेलबाट जम्मा 5 to 7 मिनट लाग्छ होटेलमा खाना खान आउने अनि कोरिडोरमा गएर सुत्ने त्यही हो अनि त्यहाँपछि मेरो र ऊ साथीको चाहिँ छुट्टी थियो आज अब हामी चाहिँ रुममा जानु लागेको खाना खाएर रमाइलो छ मेरो चाहिँ रमाइलो चलिरहेको छ मेरो चाहिँ डे हो के मेरो चाहिँ काम डे भन्नाले अब 12 बजेदेखि बेलुकाको 11 बजीसम्म हुन्छ उयो साथीको चाहिँ बिहानको 6 बजेदेखि बेलुकाको 4-4:30 बजीसम्म हुन्छ अनि 5 बजी खाना खाएर आउँछन् उनीहरू चाहिँ मैले चाहिँ खाना खाएर फेरि काम गर्न जानुपर्छ आज चाहिँ छुट्टी थियो हिजो नि छुट्टी थियो आज नि छुट्टी थियो भोलि चाहिँ छुट्टी छैन भोलि चाहिँ 12 बजे ठ्याक्क आइपुग्नुपर्छ 12 बजे ट्याङ्ग भित्र छिरिसक्नुपर्छ अनि हट किचनमा काम गरिरहेको छु त्यही भएर अलिकति गाह्रो छ अहिले चाहिँ यहाँनिर थाहै बुझ्न अलिक गाह्रो हुन्छ सबै थाहै नै छ कि यहाँनिर सबै म त हट किचनमा काम गर्ने सबै थाहै नै छ यहाँनिर इङ्ग्लिस पनि राम्रोसँग बुझिँदैन एक त अनि त्यहाँपछि उनीहरूले भनेको इङ्ग्लिस पनि बुझिँदैन आफ्नो राम्रोसँगले अब इङ्ग्लिस हामीले बोलेको इङ्ग्लिस पनि उनीहरूले बुझ्दैन उनीहरूले बोलेको इङ्ग्लिस हामीले बुझ्दैन मलाई थाहै आउँदैन उनीहरू नेपाली आउँदैन अनि त्यहाँपछि त्यो गाह्रो छ कि त्यही भएर अब यो दिनको 10 घन्टा 11 घन्टा काम गऱ्यो तर काम चाहिँ सजिलो हुन्छ त्यस्तो गाह्रो हुँदैन काम त्यति धेरै केही पनि हुँदैन त्यति धेरै हुँदैन हट किचनहरू पनि म अलिकति सिक्नलाई चाहिँ गाह्रो हुन्छ किनभनेदेखि यहाँनिरको फुडहरूको नामहरू अलिकति गाह्रो हुन्छ सिक्नको लागि अनि त्यहाँपछि कुनै केही कुराहरूको नामहरू अलिकति गाह्रो हुन्छ यहाँनिर सिक्नको लागि नत्र त्यहाँपछि त सजिलो हुन्छ यहाँनिर अब थाइल्यान्डमा यस्तै हो खानाहरू चाहिँ अलिकति उनीहरूको चाहिँ खाना र हाम्रो खाना नेपाली खाना चाहिँ अलिकति मिल्दैन किनभनेदेखि उनीहरूको चाहिँ अलिकति साल्टी अब अलिकति स्विटी साल्टी अलिकति अब स्पाइसीवाला धेरै स्पाइसीवाला हुन्छ उनीहरूको चाहिँ खाना हाम्रो चाहिँ अब धेरै नुन हालेको हुन्छ अलिकति ठिक्क मसलाहरू सबै हाल्नु हुन्छ यहाँनिर चाहिँ झोलमा माथिबाट उसिनेको मासु हालिदिन्छ अनि त्यसैलाई मोलिदिन्छ त्यही खाने हो यहाँनिर त त्यस्तो गाह्रो हुन्छ खानाको लागि अहिले चाहिँ अलिअलि बानी पर्दै गर्दै गएको त्यति धेरै पहिला सुरु दिन चाहिँ लास्ट गाह्रो भएको थियो अहिले चाहिँ सजिलो भएको खाना पनि त्यति धेरै नमिठो होइन मिठो लाग्दै खाना लाग्छ यो गाडीको बाटो चाहिँ यो हाम्रो चाहिँ अब अनि त्यहाँपछि यही हो हामी आएको चाहिँ अब 1 महिना हुन लाग्यो
हामी आएको 10 तारिक हो। 10 तारिक भनेपछि आज 6 तारिक हो। 1 महिना हुन लाग्यो। 2-3 दिन अगाडिको 2-3 दिन चाहिँ अलिकति प्याकै थियो, किनभनेदेखि इन्डियनको म्यारेज थियो। त्यहाँ त्यो बेलामा चाहिँ 15 घन्टासम्म काम गर्नु पऱ्यो। आएको 2 दिन चाहिँ। अहिले चाहिँ छैन काम, त्यति धेरै कामै केही हुँदैन अहिले त। आयो हल्का अब बुफे रेडी पार्यो। बुफे रेडी पारिसकेपछि अनि त्यहाँपछि 6 बजे फेरि बुफे गयो। बुफे गइसकेपछि 10 बजीसम्म बुफेमा बस्यो। 10 बजीसम्म बुफेमा बसिसकेपछि त्यहाँबाट फेरि आयो, क्लियर गर्यो। बुफे क्लियर गरिसकेपछि अनि त्यसपछि रुम आयो। रुम पनि आयो। त्यहाँदेखि फेरि सुपर हुन्छ, बेलुका फेरि खायो। बेलुका आउँदाखेरि चाहिँ इन्डियन खाना खान पाउँछ, त्योबाट त्यसको चाहिँ टेस्ट मिल्छ। त्यही हो, अहिले चाहिँ त्यस्तै छ। अब हाम्रो रोड चाहिँ यहाँनिर चाहिँ अब राम्रो छ कि, जुन चाहिँ गल्लीमा गयो पनि रोड चाहिँ दामी छ कि, सिधा रोड छ। अनि हामी चाहिँ अलिकति गाउँ जस्तो ठाउँमा छौँ कि, लिमेरिडियन खाउलक भन्ने ठाउँमा। भनेपछि यो चाहिँ पाङनाङ भन्ने डिस्ट्रिक्टमा पर्छ, थाइल्यान्डको। अनि बजार पनि अलिकति टाढै छ कि, बजार जानको लागि पनि यहाँनिर लोकल बसहरू पाउँदैन, ट्याक्सी बुक गरेर जानुपर्छ। ट्याक्सी बुक गर्दाखेरि फेरि नेपाली 3500 जति लाग्छ, गएर आउनको लागि 3500 रुपियाँ लाग्छ नेपाली। यहाँको 800 बाट त्यस्तो लाग्छ। अब त्यही हो, अब क्याजुअल इन्टर्नसिप आएको। इन्टर्नसिप गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ रमाइलो भइरहेको छ यहाँनिर, किनभनेदेखि इन्डियन सेफ पनि हुनुहुन्छ। सेफ्टी कुजिन भनेको हाम्रो अब इन्डियन किचनहरू भनेपछि त्यो भनेको हाम्रो राणा सेफ हुनुहुन्छ यहाँनिर, इन्डियन हुनुहुन्छ। त्यही भएर इन्डियन यस्तो धेरै ल्याङ्ग्वेज प्रब्लम चाहिँ हुँदैन। कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि कहिलेकाहीँ यो सेफहरू नजाँदाखेरि चाहिँ त्यहाँनिर उनीहरू इङ्ग्लिस बोल्छ। उनीहरू इङ्ग्लिस बोलेको हाम्रो अलिक बुझ्दैन कि, उसको प्रोनाउन्सिएसन नै अर्को हुन्छ। अनि हामीले प्रोनाउन्सिएसन हाम्रो अलिकति छुट्टी हुन्छ नि त। हाम्रो प्रोनाउन्सिएसन चाहिँ नेपालीहरूको प्रोनाउन्सिएसन इङ्ग्लिस कस्तो हुन्छ त्यस्तै भने होइन, त्यस्तो हुन्छ। अब उनीहरूले केही लिएर आइज भने हुन्छ। अनि अब एकचोटि भनेको थियो बटर लिएर आइज भनेको थियो, मैले वाटर लिएर गइदिएँ। अब यस्तो हुन्छ। म त अब उनीहरूले बत्त भनेको छ, मैले वाटर भन्ने, मैले अब वाटर भन्नुभयो चाहिँ मलाई चाहिँ वाटर लिएर गएँ। त्यो बेला गाली खान्छु, त्यो त्यस्तो। यहाँनिर उनीहरूको नामहरू प्रोनाउन्सिएसन गर्ने नामहरू छुट्टी हुन्छ कि, अब त्यही हो। अनि यो चाहिँ हामी बस्ने कोरिडोर हो। कोरिडोर होइन होला हो, स्टाफ हो। स्टाफकै हो स्टाफ। अनि त्यहाँपछि यो चाहिँ सबै उनीहरूको चाहिँ अब बाइक गाडीहरू यहाँनिर चाहिँ छ होइन। अनि त्यहाँपछि अब यहाँनिर चाहिँ यस्तो छ होइन। अब मेरो चाहिँ छुट्टी थियो भनेपछि अब रुममा गएर आनन्दले सुतिन्छ होइन। यहाँनिर सबै यो खेल्ने ठाउँहरू। अनि त्यहाँपछि यहाँनिर सबै छ कि, यहाँनिर चाहिँ बक्सिङ सबै। अब केही खानु पऱ्यो भनेदेखि यहाँ 7-11 भन्ने चाहिँ हुन्छ यहाँनिर। यहाँनिरबाट 7-11 छ। योहरू सबै भयो चिज। यो चाहिँ यहाँबाट चाहिँ ड्रिङ्क्सहरू खान सकिन्छ। यहाँनिरबाट पे गर्ने, यहाँ निकालेर दिन्छ। यही हो है। अब हाम्रो बस्ने रुम चाहिँ हामी चाहिँ 3rd फ्लोरमा बस्छौँ। 4 जना नेपाली छौँ हामी चाहिँ। 5 जना आएको हामीलाई चाहिँ। एकजना चाहिँ तल सिडिपीसँग बस्छ, इन्डियनको सिडिपीसँग। हामी चाहिँ सबै 4 जना चाहिँ माथि बस्छौँ 3rd फ्लोरमा। रुमहरू नै राम्रै छ, बस्नको लागि चाहिँ राम्रो छ। गर्मी चाहिँ लास्ट गर्मी छ यहाँनिर, किनभनेदेखि गर्मी चाहिँ किन छ भन्दाखेरि यहाँनिर चाहिँ 12 मन्थै गर्मी हुन्छ नि त। त्यो भएर यहाँनिर चाहिँ अहिले लास्ट गर्मी छ। फ्यान चलाइकन बस्न सकिँदैन, त्यही हो। एसी चाहिँ छैन, फ्यान चाहिँ छ। Why you are laughing? Wow, Shashi Kumar, please open the door. He is one of the excited person in our room. So, मेरो रुम बेड चाहिँ यो भयो। यो एउटा साथी मेरो मसँग आएको युवराजको भयो होइन। बत्ती कहाँ जानु। अनि त्यसपछि यो चाहिँ सुशान्त मेगरको, यो चाहिँ शशि साकारको हो। अब यही हो चाहिँ मेरो भयो। अब यहाँनिर चाहिँ फ्यान चलाउने अनि मस्त सुत्ने हो। अब फ्यान चलाएर अब मस्त सुत्दिने हो अब चाहिँ होइन। यही हो आजलाई यति नै। अब डेली भ्लग आउँछ। लाइक सेयर सब्सक्राइब के गर्न मिल्छ सबै गरिदिनु। जता सेयर गर्न मिल्छ, जता सेयर गर्न मिल्छ त्यति सेयर गरेर अब सपोर्ट गरिदिनु होला। ओके, बाई बाई।